साथीहरु तपाईहरुलाई कतिको जानकारी छ, अहिले नेपालमा पनि eSIM चलाउनेहरुको संख्या धेरै बढ्दै गएको छ। यो प्रविधिसँग जोडिन चाहेका छन् सबैले। eSIM भनेको सामान्यतया हाम्रो बुझाइमा हामीसँग पहिले मोबाइलमा युज गर्ने एउटा चिपसेट राखेर सिम कार्ड राखेर जसरी हामीले नेपाल टेलिकमको सिम युज गर्थ्यौं, तर अहिले त्यो भर्चुअल रूपमा सिस्टममा मात्रै कनेक्ट भएर चलाउन सकिने सिम चाहिँ तपाईले eSIM नेपालमा पनि चलाउन सक्नुहुन्छ। नेपाल टेलिकमले सुरु गरिसकेको छ, जसको लागि तपाईसँग पुरानो एउटा फिजिकल सिम छ। त्यो फिजिकल सिमलाई नेपाल टेलिकमको अफिसमा नगइकन पनि तपाईले नेपाल टेलिकम NTC को एप्लिकेसन मार्फत अथवा यो खल्ती भन्ने यो मोबाइल एप छ, यो मोबाइल वालेट हो, यो खल्ती वालेटबाट पनि तपाईले त्यो प्रक्रिया सुरु गर्न सक्नुहुन्छ। जसको लागि खल्तीमा NTC eSIM भन्ने छ, त्यहाँनिर गइसकेपछि तपाईले आफ्नो फुल डिटेलहरु यहाँ भर्ने, आफ्नो नाम, बाउको नाम, बाजेको नाम, आमाको नाम, अब जे यहाँ सोधिएको छ सबै भर्दै जाने। अनि रिक्वायर्ड डकुमेन्ट हुन्छ यहाँ, तपाईको डकुमेन्ट तपाईको नागरिकता हो कि अथवा राष्ट्रिय परिचय पत्र हो कि अथवा पासपोर्ट हो, त्यो सबै अपलोड गरिसकेपछि र नेपाल टेलिकमको अफिसबाट तपाईको सबै डकुमेन्टहरु मिलेको छ कि छैन भनेर भेरिफाइड भइसकेपछि तपाईलाई एउटा QR कोड आउन सक्छ अथवा eSIM को नम्बर आउन सक्छ र त्यो नम्बर र QR लाई तपाईले आफ्नो मोबाइलमा पनि फेरि eSIM सपोर्ट गर्ने हुनुपर्छ। र eSIM सपोर्ट गर्ने मोबाइल छ भने आफ्नो मोबाइलमा त्यो QR कोड अथवा त्यो eSIM को नम्बर मार्फत कनेक्ट गरेर तपाईले चलाउन सक्नुहुन्छ।